मेरो साथी र म भएर जाँदैछौँ है। ल अब चाहिँ हामी निस्किन्छौँ होइन। अब उहाँ गएर के कस्तो हुन्छ हजुरलाई अन्तिमसम्म भिडियो हेर्नु होला। के लाग्छ तपाईँहरूलाई प्रतिक्रिया पनि जनाउनु होला। अब चाहिँ यहाँबाट हामी निस्किन लागेको है। बाई बाई गाइज, सी यू देयर। ढकमक्क फुलेको फुलहरू अनि बुद्धको मूर्तिले सिगाइरहेको पुटल भैरवा सडक हुँदै हामी आग्यौँ एक्स्ट्राटेक क्रिकेट स्टेडियमतर्फ। तिलोत्तमाको बलबारी, पत्थरडाँडा, मदौलिया, गोटीहवा जुनसुकै तोकबाट पनि पूर्वपट्टि लाग्यो भने हामी एक्स्ट्राटेक पुग्न सकिन्छ। केही बेरको यात्रापछि बाटोबाट फ्लड लाइट देखिन थाल्यो। के त साथी कस्तो एक्सपेक्टेसन के देख्दाखेरि कस्तो लागिरहेको बाहिर जल्दो भन्यो होइन। बन्दैछ बन्दैछ। हामी खुसी हुँदै स्टेडियम क्षेत्र प्रवेश गर्यौँ। त्यहाँ विभिन्न स्ट्रक्चरको कामहरू सञ्चालन भइरहेको थियो। अहिले यहाँ पीएम कप मेन्स नेसनल क्रिकेट टुर्नामेन्ट सञ्चालन भइरहेको रहेछ। आज पनि यहाँ नेपाल पुलिस अनि बागमती प्रदेश खेल सञ्चालन हुँदैछ। खेल सञ्चालन भयो। दर्शकहरूका लागि भने कुर्सीमा बसेर हेर्न मिल्ने गरी यसको तल्लामा ठाउँ छुट्याएको थियो। हामी पनि त्यहीँ बसेर खेलको आनन्द लियौँ। आज पनि बाटोमै लिनुभयो क्या फोकस। कुशल भोटेल, दिपेन्द्र सिंह एरी, आशिष शेरको ब्याटिङ अनि ललित राजवंशीको उत्कृष्ट बोलिङको मद्दतले नेपाल पुलिस क्लबले जित हासिल गर्यो। यति मात्र होइन, नेपाल पुलिस क्लब पीएम कप 2081 को विजेता नै बन्न पुग्यो। नेपाल पुलिस क्लबलाई पीएम कप च्याम्पियन भएकोमा बधाई साथै आगामी खेलको लागि शुभकामना। खेलपछि खेलाडीहरूसँग फोटो अटोग्राफ लिने काम भइरहेको छ। हामी पनि 2-4 तस्बिर लिएर फर्किन थाल्यौँ। ल एक्स्ट्राटेकमा गएर क्रिकेट हेरेर पनि फर्किए। आज कस्तो अनुभव भयो? रमाइलो भयो। न तिमीले सोचे जस्तो भयो न मैले सोचे जस्तो भयो। खेल अनुसार चाहिँ जुन हार्ने टिम हो आज चाहिँ त्यसले राम्रो खेल्यो भने चाहिँ त्यो चाहिँ मैले खुसीको। केटाहरू चाहिँ सुब्बादेवले दर्शनवाला गाडीमा चढ्दैछन् प्लेयरहरू। त्यसमै हो र
त्यसैमा त हो। समर्थकले खेलाडीलाई गाडीमा चढ्दासम्म पनि फोटो लिन भने छोडेका थिएनन्। हाम्रो पनि मन भरिएको थिएन। बाइकमा एक राउन्ड घुमेर हामी गहुँबारीको बाटो हुँदै फर्किने भयौँ। निजी लगानीमा यसरी स्टेडियम बनाउने विनोद कुमार अनि एक्सटेटिक परिवारलाई हाम्रो सलाम। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद।